So alright guys, it's your PRD vlog. आज धेरै दिनपछि चाहिँ म फेरि नयाँ भिडियो लिएर आएको छु अनि आज चाहिँ हामी मोटो भ्लग गर्ने र आज चाहिँ तामाङ अनुसँग चाहिँ हामी सानो सर्ट राइड हिँड्ने नि त अनि दाले चाहिँ पढाउँछौँ भन्ने त्यही दिन घुम्नु यसमा चाहिँ हामी आज मोटो भ्लग गर्दैछौँ अनि अब जो पनि मसँग पहिलादेखिको सब्सक्राइबरहरू बढ्दैछ उनीहरूलाई धेरै धेरै धन्यवाद छ अनि जो पनि हाम्रो नयाँ सब्सक्राइबरहरू आउँदैछ कृपया उनीहरूले पनि लाइक सेयर गरिदिने अनि त्यसै पुरा स्कुलको कारणले गर्दा चाहिँ हामी भिडियोहरू हाल्न पाएको छैनौँ त अनि इक्जामहरू पनि हुँदैछ अनि अब झन् एक दुई हप्तासम्म हाल्नु पाउँदिनँ होला अनि यो भिडियो हालिसकेपछि चाहिँ सिधै अब 2 weeks पछि चाहिँ भिडियो हाल्ने नि त अनि त्यो सोचिरहेको छौँ र अब सिधै यति भन्ने बाइकमा भेटौँ। So alright guys, it's your PRB vlog. होटल छ त के छ यहाँ र आज चाहिँ युगमा यो बाइक चाहिँ अब तामाङ अनुजको र हाम्रो दाइको ढङ्गावाला राखेको आज चाहिँ तपाईँलाई हामी दामी कन्टेन्ट नै दिने कोसिस गर्दैछौँ अनि यो बाटो चाहिँ अब एकदम अहिले पिच भइदिएको छ र मजाको छ बाटो चाहिँ अप्ने लाइकको भएको छ र अगाडि हेर्न सक्नुहुन्छ अब के हो काली छैन यो त काली छ बेबी काली र बाइक चाहिँ एकदम मेन्टेनेन्समा छ नि त अहिले चाहिँ कन्डिसनमा यो बाइक चाहिँ सेलमा छ जसले पनि अब किन्नु सक्नुहुन्छ उहाँले कृपया हामीलाई अब कन्ट्याक्ट गर्नु सक्नुहुन्छ एकदम मेन्टेनेन्समै छ तपाईँलाई अहिले हामी यो बाइकको लुक्स पनि देखाउँछौँ अनि तपाईँलाई कस्तो लाग्छ अब यो बाइक चाहिँ तपाईँले हामीलाई किन्नु सक्नुहुन्छ र कन्ट्याक्ट गर्नु सक्नुहुन्छ ड्युक 200 हो 2021 को हो 20 को छ यो लास्ट मोडल है 20 को BS6 छैन यो अक्टोबरको BS6 हो र तपाईँले किन्नु सक्नुहुन्छ त्यो जो पनि इच्छा छ दाम चाहिँ अब हामी तपाईँलाई कन्ट्याक्ट गऱ्यो भने दाम चाहिँ भनिदिइहाल्छौँ हामी एकदम मेन्टेनेन्समै छ बाइक चाहिँ यो चाहिँ हाम्रो दागो हो। अन्त फर्दर डिटेलको लागि चाहिँ तपाईँहरूले यो PRB ब्लगमा कन्ट्याक्ट गर्नु सक्नुहुन्छ डकुमेन्ट पेपर वर्क सबै अप टु डेट छ तपाईँको एकदम चङ्गा छ नि र अब सिधै अलिक बाटो राम्रो भेटेर भेटौँ होइन गाइड र तपाईँलाई हामी बाइकको रिभ्यू पनि दिन्छौँ नि त कस्तो छ बाइक अन्त जो जो अब किन्नु सक्नुहुन्छ त्यसले चाहिँ हामीलाई कन्ट्याक्ट गर्नुहोस् र यति भन्दै सिधै अब अलिक राम्रो बाटो भेटेर भेटौँ। तपाईँहरूलाई भन्दै थियौँ यो बाइक चाहिँ सेलमा छ भनेर र यो बाइक चाहिँ यो 2020 को हो अक्टोबरको हो अनि बाइक चाहिँ अब कन्डिसनमा छ एकदम मेन्टेनेन्समै छ अनि जो पनि हामीलाई किन्नु सक्ने छ यो मान्छेले चाहिँ हामीलाई कन्ट्याक्ट गर्दा हुन्छ अनि तपाईँहरू कमेन्टमा गर्नुहोस् अनि म तपाईँहरूलाई मेरो नम्बरहरू दिनेछु र यो बाइक चाहिँ सेलमा छ एकदम चङ्गा नै छ। तपाईँलाई सिनेमेटिक सर्ट चाहिँ कस्तो लाग्यो होइन अनि अब चाहिँ राइडर चेन्ज हुन्छ अनि कस्तो हुन्छ अब तपाईँलाई सिनेमेटिक सर्ट होइन अनि कमेन्ट गरिदिनुहोस् होला होइन अनि 500 फ्यामिली पनि पुग्दैन आँट्यो अनि 500 फ्यामिली पुगेपछि चाहिँ हामी अलिक नयाँ दामी कन्टेन्टहरू आउनेछौँ अनि तपाईँलाई ब्लगहरू कस्तो लाग्दैछ तपाईँले कमेन्ट गरिदिनु सक्नुहुन्छ। आजको भ्यू चाहिँ अब यस्तो छ हो हाम्रो ब्याकमा भ्यू चाहिँ यस्तो छ एकदम दमदार हेर्न सक्नुहुन्छ र बाटो पनि अहिले एकदम डेभलपमेन्ट भएको छ यस्तो छ आजको भ्यू चाहिँ के भन्दै न अन्त आजको टाइममा चाहिँ अब कस्तो लाग्दैछ अब तिमीलाई मेरो ब्लगहरू भनिदेऊ त यहाँ भनिदेऊ न
कस्तो लाग्छ ब्लगहरू एकदम दामी छ भाइको ब्लग तपाईँले सब्सक्राइब गरिदिनुहोस् होला च्यानललाई लाइक गरिदिनुहोस् होला दामी छ होइन दामी हुन्छ होइन हामी कस्तो मेहनत गर्छौँ है थाहै छैन अब दामी हुन्छ नि अब दामी हुँदैछ तपाईँलाई कस्तो लाग्दैछ हो रातिम पनि आउँछ एकदम दामी नै छ र घाम पनि आज चाहिँ दामी नै लागिरहेको छ चौर पनि एकदम दामी नै छ हो अब सिधै बाइकमा भेटौँ लगाइ आजको भ्लग चाहिँ हामी यतिमै राख्छौँ होइन र तपाईँले अब सब्सक्राइब गरिदिनु भएको छ भने सब्सक्राइब गरिदिनुहोस् तपाईँलाई कस्तो लाग्छ भिडियो र यति भन्दै आजको भ्लग चाहिँ हामी यतिमै राख्न चाहन्छौँ र यतिमै लगायत हामी घर पनि आइपुगिसक्यौँ A few moments later, 2,000 years later, 1 eternity later. हाम्रो भिडियोहरू कस्तो हुन्छ भन्दैन दामी हुन्छ दादाको भिडियोहरू दामी लाग्छ उसलाई पनि देखेन त्यो बाउलीमा चाहिँ यो मम्मीलाई हाम्रो दामी हुँदैछ होइन दामी हुँदैछ आर्ट्स त कस्तो गरिदिँदैछ अन्त आजकल आज त अलिक छोडिदिएको यहाँ क्यामेरा हेर्नु भन् न आज त अलिक छोडिदिएको छ अब नक्साहरू एकदिन देखाइदिनु भनेर त्यो एनिमीको नक्साहरू कहिलेतिर मेरो बर्थडेको दिन के भन्दैछ अन्त अब हाम्रो भ्युवर्सहरूलाई अब एनिमी जसले हेर्नुहुन्छ सब्सक्राइब र लाइक गरिदिनुहोस् यो च्यानललाई विवान दादाको बिआरबी ब्लग्सलाई त्यति भन्न चाहन्छु नाम के नाम चाहिँ नभन्नु अन्त नाम चाहिँ नाम चाहिँ के हो भन्दै अन्त अब मेरो नाम चाहिँ प्रसन्न मगर मगर त्यसरी गर्दैन MANGAR अघि किन MONGER लेखेको त्यही त लेख्छु नि अब अब कस्तो सब्सक्राइब गरिदिनु न भनिदिनु सब्सक्राइब गरिदिनुहोस् होला मेरो दादाको च्यानललाई